Good morning. मैले चाहिँ हैन खाना खाइसके हैन आज त झनै ढिलो भ्लग सुरु भयो नि त हिजो चाहिँ हैन पुरा त्यहाँ माथि डाँडातिर जाने बेलामा अडियो त पुरै त्यो यसको माथि त्यो फर्ना हालेर के कस्तो अडियो बिग्रेको के हैन यो भएन भने चाहिँ गाह्रो पर्छ साथी हो आजकल यार यो चेक भर्न लास्टै गाह्रो लाग्छ भन्ने नै हो भने हैन मलाई चेकै भर्न आउँदैन के अब कसरी भर्छ युट्युबमा हेर्छु यार हजुरलाई 2079 गाइज मलाई भन्नु होला है कसले पायो यो शाहरुख खान भुजिया मिस्टर एसआरके को भुजिया के रहेछ यस्तो अलिकति पिरो अलिकति गुलियो नुनिलो सबै ल गाइज शाहरुख खान भुजिया खाँदैछु के आउँदो रहेछ हेर्छु त म किसमिस पिनट चाहिँ मन पर्छ घरमा मलाई यो भुजिया अलि साह्रो हुन्छ जस्तो लागेर नखाएको के तर गिलो रहेछ यो चाहिँ कस्तो खाले पिरो भने खायो गुलियो हुने नुनिलो हुने अनि एकछिनपछि त्यसको त्यो राख आउन थाल्ने के त्यसो टाइपको रहेछ यो चाहिँ तिहारमा कसले शाहरुख खान भुजिया पाए गाइस कमेन्ट हाल्नुमै घरि यो किसमिस मात्रै झऱ्यो कि किसमिसले टेस्ट बिगाऱ्यो कि यार मेरो मुखमा अहिले हैन जाडो भएर कपडा सुक्नै गाह्रो हुने के हिजो अस्ति होइन हिजै धोको के अस्ति धोको तर अलिक टाइम लाग्यो जस्तो भन्न खोजेको चाहिँ सुक्न चाहिँ डेन्जर टाइम लाग्ने कि भयो मेरो शीश का क्या आंसर है? नमस्ते दोस्तों, वेलकम टू द व्लॉग। उतना कुछ लगा नहीं कि अब वहाँ पहुँच गए बनारस। अगले दिन जब बैग रखा यो त ओइलाउन लागिसक्यो अरे फुलहरू त यसको सिजन सकियो अब हेलो गाइज म अब कपालमा कालो कलर हाल्न जाँदैछु हेर्न सक्नुहुन्छ मेरो कलर कस्तो छ ग्रीन देखिन्छ त कलर त्यो स्याम्पलले नै कलर चाहिँ मैले बार्बर नेसनमा हालेको तपाईँको माइक नै यहाँ कहाँमा बोल्दै ल भोलि चाहिँ काचाको कलेज छ होइन अब यसले बल्ल यहाँ कालो हाल्न लाग्छ त्यही माथि कपाल पनि काटेको छैन अब कपाल काटिदिन्छ कि काटिदिन्न भोलि यसको यो चाहिँ पहिला मैले कलेज पढ्दा डेन्जर लाउँथेँ अहिले कलर होइन यो चाहिँ 5 मिनटमै कालो हुन्थ्यो कि यसले चाहिँ 3-4 हप्ता चाहिँ जान्थ्यो यसो अब लाउँछु म यसको कपालमा कलर यस्तो हुँदैन खाने
यस्तो स्याट्टो मिलाएर गयो भने त केही नभन्ला नि साइड पार्टी गरेर जानु पर्ला हो त्यसरी जा क्या मैले भनेको मान्छ नि मैले कस्तो दामी रङ लाउँछु बुझिस् भोलि कलेजमा कोहीले सबले जाँदा हेर्छ पहिलादेखि हेर्थ्यो मलाई पैसा के भन्नु त यो ड्रागन फ्रुट है कस्तो यो बडी पाकेर है कि कस्तो प्ल्यात्त लाग्छ है यस्तो अजिब फ्रुट त मैले कहिले खाएको थिएन जिन्दगीमा ल अब त यसको कपाल धुन लाग्यो होइन ट्रान्सफर्मेसन हेर्नुपर्छ कस्तो हुन्छ है त ल अब चाहिँ चेक गर्नुपर्छ कि काचाको कपाल कस्तो भएको छ होइन खै सर कालो भयो बल्ल तर अझै अलि सुकेपछि नि हेर्नुपर्छ अहिले चाहिँ हामी त्यसको मैले लाउने कलर यही हो क्या यस्तो छ हामी हेर्न सक्छौँ कति हो